हेलो सबैजनालाई नमस्कार। आज म जापानको मिए प्रिफेक्चरमा अवस्थित जापानको सबैभन्दा पवित्र शिन्तो मन्दिर इसेजिङ्गुमा आएको छु। सबैजनाले हेरिदिनु होला। इसेजिङ्गु करिब 2000 वर्ष पुरानो मन्दिर हो। यहाँ सूर्यकी देवी अमातेरासु ओमिकामीलाई मुख्य देवीको रूपमा पूजा गरिन्छ। यो मन्दिर जापानी संस्कृति, आस्था र ऐतिहासिकको केन्द्र पनि मानिन्छ। यहाँको वातावरण निकै शान्त छ, सबैजनाले देख्नुभएकै छ होला। वरिपरि हरियाली, वन, सफा नदी र काठबाट बनेका सादा तथा पवित्र संरचनाहरू छन्। यहाँ आउँदा सबैको मन एकदमै शान्त हुन्छ। सबैजना एकचोटि आइदिनु होला। इसेजिङ्गुको विशेष कुरा गर्ने हो भने यहाँको मन्दिर हरेक 20 वर्षमा नयाँ बनाएर पुनर्निर्माण गरिन्छ। यस परम्परालाई सिकिनेन सेङ्गु भनिन्छ। सबैजनाले बुझिदिनु होला। सिकिनेन सेङ्गु भनिन्छ, जसको परम्परा र सिपलाई पुस्ताले जोगाएर राखेको छ। यदि तपाईँहरू जापान आउनु भएको छ र इसेजिङ्गु एकपटक अवश्य घुम्न आउनुपर्ने ठाउँ हो। यहाँ आउन चाहनुहुन्छ भने मेकेन योक्काइचिसीबाट गाडीमा लगभग 2 घन्टाको बाटो छ। तपाईँहरू ट्रेनमा पनि आउन सक्नुहुन्छ।